सो हेलो एभ्रिवान नमस्ते। सो आज म चाहिँ खाना जाँदैछु। सो ब्यानर पनि एकचोटि गयो, फेरि डबल जानुपर्ने भयो, हल्का काम छ होइन। सो अहिले चिसो चाहिँ बबाल छ होइन। चिसो त आमा चिसो त के कुरा गर्दा नि चिसो त लास्टै छ। अरे भाइ के छ? भिडियो त धेरै हेर्यो बनाइदिनु त अनि यस्तो ओहो भिडियो त भइरहेछ त यार। यहाँ यार यो भाइको भिडियो चाहियो फेरि यार। एउटा अगाडिबाट हुन्छ नि त अनि यार। अरे यार छ त यार भइरहेछ त हो। यहाँ कताबाट गराइदिनु यार तँलाई यार। गएको गरिदिनु है। हाँ त गएको पाखेर ल ल ल है ल ल साझा लोन गर्दिनु। अब भिडियो गरिदिनु पऱ्यो उसलाई चाहिँ भिडियो होइन। अब भनेपछि अब त्यही हो भनाइ मान्नु कहिले काहीँ चाहिँ काम लाग्छ नि भाइहरू, फेरि अब खतरा हुन्छन् नि त, काम गरिदिन्छन् नि त। त्यही भएर हो। जाडो त बबाल जाडो छ यार। टोपी पनि कालो कालो भइसकेको छ यार। कति यार धुन पनि मन लाग्दैन। कहाँ गयो त्यो म त गइयो होला नि भनेर चाहिँ त डन्किएको। म फेरि एकचोटि त्यो बिर्सिएछु कि घरमा चाहिँ एउटा चाहिँ स्कुटरको त्यो वेल्डिङ हान्नु थियो। अनि कपाल पनि पुरै दुखिरहेछ यार। अनि त्यही लिन गएको थिएँ। ओहो पुरै पसिनाले पुरै यार बाफले पुरै उभा। अनि घरमा फेरि बेसार सुकाउनु थियो नि त अलिकति। म बेसार सुकाउनु लाग्यो। अनि त्यो एउटाले बाइक यता लिएछ, अर्का फेरि कता भित्र बसेको थियो होला दाइ फेरि। अनि त्यसपछि आइहाल्ला नि भनेर म चाहिँ त्यहाँबाट फेरि यता लागिहालेँ क्या बाटो। जस यस्तो भाइको पनि सफा गर्ने भएको। अनि फेरि अलि गरेको त त्यो केटा त फेरि बाइक लिएर त आएर चलाउनलाई। अनि फेरि खै भन्छ। अरे यार खै त मलाई यार भनेर भनेको त। अनि सुनेले बाइक चलाइरहेको छ क्या। बाइक चलाइरहेको छ होइन। धुवा वास्ता आउने क्या उसको वाला भाइ। Orang ini mari kasih ke dia. Ini dia lah, makin kuat.
त्यतिखेर चाहिँ महाराष्ट्र